सोचे जस्तो केही हुँदैन, केही सोचेको के भयो, खालि यस्तै हुन्छ, यस्तै हुन्छ मान्छेको। ल टोली गाडा गाडी अटेर सलाम गर्ला सलाम। यो मात्रै सतर। सिंगल साइड जम्प काम सुरु। बसंती इन कुत्तों के सामने मत नाचना। क्यों ना नाचूं? गब्बर ने मुझे 150 रुपया दिया है। त्यसको अनुहारमा भने सोचेर बोल्नुपर्छ। बोल्दा पनि त्यस्तो पनि ठाउँ छ नेपाल। सुनसरी जिल्लामा के नेपालको कुरो गर्नु? हाम्रै जिल्लामा त्यस्तो ठाउँ छ? सुनसरी जिल्लामै 4 दिन बसेको माछा 4 वर्ष बसेर लाग्यो निस्किन पाइँदैन होइन? निरजनको स्कुलबाट बाहिर निस्किन पाइँदैन। राति सबै युवा हेर्नु पर्यो, बम फ्याल्छन् कि हान्छन् कि। चिया दोकानमा गयो बोल्दाखेरि ठिक्क बोली थपक खाएर निस्किहाल्नु पर्यो। बेलुका त हिँड्नै पाइँदैन। भएर के गर्नु त्यस्तो हाम्रो गाउँमा हेर्यो नि कस्तो नि एकपल्ट लफडा पनि भइहाल्यो परिहाल्यो। हाना एसपी साहबलाई त ढकला ढकला बाहिर बल्खेर खाली त हाले। अनि तुरन्त फोन गरेर ससुर आएर सिलिपिली पार्दैन अहिले गुड्डु आयो कि त्यतिकै नि खोजेर झगडा गर्ने क्या त दङ्गा मात्र खोजेको नि त्यसको रोलै त्यस्तो क्या ठाउँ फेरि हेर्दाखेरि मर्न आँटे तौली आफूले केही गर्दैन जस्तो हुने कि गर्नु पर्यो भने साह्रै भनेको भन्दैछु त पहिलो होइन ल मासहरू उहाँको ए आफ्नो ठाउँ जक्सन पर्यो के हुन्छ होला भने त उहाँको यस्तो बिल्कुल सुनेर गाउँ हेर्दा त ल अफगानिस्तान इरानमा आएको भइहाल्यो नि बेलुका गएको ककनी चट्ट लाएर गयो 10 जनाको टोली आइचरमा हेर भाइ हो तिमीलाई कस्तो पर्यो मलाई मेरो पर्या दुःख है हो कि भन त है गएको लरे हिरासरको खोरा सुताइदिए हेर बाबु रात मिलेर लाग्यो टोयलेटको मुखा पर्या भोलिपल्ट 18 गते त्यही भात खाइयो जिल्लाबाट हल्लारे एउटा पुलिस नि हुनुहुन्थ्यो उहाँले लिएर जानुभयो हिँडेर एउटा बुढाबाबु साथी पर्नु भएको थियो उहाँले भन्नुभयो 25 मिनेटको बाटो भनेर क्या हिँडेर जाँदाखेरि ओह्रालो ओह्रालो नतेर्सो नठाडो 1.5 घण्टा लाग्यो हेर बाबु गयो बेलुकामा भात सात पकाइयो सबैजना मिलेर खाइयो राति 10-12 को ड्युटी हालिदियो हेला मलाई म बुढी मान्छेलाई है सुन है मेरो कथा आजसम्म 3 चोटि म्यादीमा जाहिर खाइयो अहिलेसम्म यस्तो चाहिँ कहिले पनि परिया थिएन हेर निर्वाचन अधिकारीले घरबाट आधा धोरो चामल लिएर गएछन् बेसार यदि लिएर गएछन् आलु घरबाट बोकेर गएछन् पकाउँदा पकाउँदा जम्मा 40 लिटर तेल लिएर गएको त्यो त दिन्छ 50 जनालाई पुग्छ त हेर भाइ पुग्छ त निर्वाचन प्रहरीको अहिले दिन चाहिँ चुनावको अहिले दिन बेलुका तेल छैन सर भोलि के पकाउने भन्दाखेरि नुन हालेर उसिन्दियो भन्नु लाग्यो चनामा नुन हालेर उसिन्दिनु अनि पानी ततादिनु चिनी छैन चिया पकाउन भनेको त नुन हालेर चना उसिल्दिनु अनि तातो पानी ततादिनु भन्नुभयो उहाँले ल मैले त सर उसो मैले पकाउन सक्दिनँ भने क्या तेल ल्याइदिनु भयो पकाइदिन्छु नत्र सक्दिनँ म यस्तो खाँदैन भन्ने त्यो दिन दिनभरि 50 जनाका भात पकाएर खाइयो भाँडा माझियो ल हेर्नु अहिले दिन मासु काट्यो खसीको 18 गते गएको 19 गतेको दिन बिहान मिटिङ राखियो खसी खानको लागि पैसा उठाउनको अधिकृत हेर शिक्षा कार्यालयको हाकिम अधिकृत परेको थियो यस्तो खालको बैतडीको होइन नाम चाहिँ थाहा छैन हेर भाइ हो जम्मै टिचर एउटा परेको थियो चाहिँ के अरे सचिव त्यो चाहिँ अलिकति पर्यो सैसा पर्नु भएको बुढाबाबु हजुर त जाहिर खाइ यत्रो के अरे पद पाएको मान्छे अलिकति फुर्ती फार्ती टाइफाइड हुनु पर्दैन त बुढाबाबु अब त केही बोल्नै नसकिदिए त सोझो बुढा भने त कसलाई के भन्नु अब नि बुढाबाबुले अब छ जवाफ दिने कुरो केही छैन है त्यहाँबाट अनि बेलुका भन्ने निर्वाचन प्रहरी सबै यहीँ के अरे स्कुलमै बस्नु भन्ने होइन सर म त बुता नि झुन्डेर आनी हो जसरी भयो भन्ने आज म्यादी चाहिँ लास्ट दिन होइन गाजर लाएर फ्यामिली भएर जाने चिठी चलाम गर्नु होला होइन को म्यादी दिदी हजुर आज अनि के गाजर लाएर जाने आज लास्ट दिन अनि गाजर लाँदैन ल सुकुल खुले नि हुन्छ चिसो छ चिसो त्यसै छ कस्तो थाहा पाएको दिदीले नि यो यहाँनिर यो निर्वाचन प्रहरी लेखेको छ नि यहाँनिर मिस्टर रमिता पुलिस भनेर लेख्ने हुने अलिक पछि है त ल ड्रेस त सको छ है आँखा लाउँदा अब लाग्दैन
तर लाग्छ होला दाजु बिहान आज के अरे लास्ट दिन लास्ट दिन आज प्रमाणपत्र लिएर आउने अनि के हो अनि भोलिदेखि जागिर सक्यो गाजर लगाएर आउने चाहिँ होइन भोलिदेखि जागिर सक्यो अब नयाँ फेरि खोल्नु पर्यो ए हैरान म्यादी लगाएको भए नि हुन्थ्यो है किन ठिक छ त 40 दिन मात्रै छ नि भोलिबाट अब सबले दिसाउँछ नभए पुरा मिटिङ हुँदै बाटामा सबले दिसाउँछ भनेर टेन्सन भयो अनि पर्दैन 40 टेन्सन दिनै त अब भन्दै जिस्केर थियो यही नहीं अभी और सुनिए फरक पर्दैन त अरूले भन्यो भनेर काम भनेको कहिले पनि सानो ठुलो हुन्न तिनीहरूलाई के त 40 दिनमा हामी 40,000 लिएर आउने मान्छे हो भन्दै कसैले भने राम्रो छ है राम्रो छ नि ल जम्ने आइज त सुकु म्यादी पुलिस बने झप्पै लौरो बोक्छु 2-4 जना ठोक्छु 40 दिने म्यादीमा भएको छु ड्युटी गर्दै चोकचोकमा आएको छु म्यादी पुलिस बनी आछु धेरै ल्याङ ल्याङ नगर भाइ सरकारी भात खाछु ऐसी जान मेरे को बहुत हंसी आ रहा है तुम कहाँ से आ गया अचानक मेरी प्रहरी में मैंने तो मेहनत किया मैं तो दौड़ा और मैं पास हो गया मगर तुम कैसे आया तुम तो चोरी डाका करता था ना 1 नंबर का लुच्चा लफंगा था तुम तो मैंने चोरी छोड़ दिया मैं अब 10 का सेवा करूंगा जो चोरी करेगा मैं उसको पकड़ के जेल में डालेगा जॉन मेरे को तुमको एक बात पूछनी है क्या बात है पूछो तुमने मेरे अंजलि को कहीं देखा है क्या मैंने देखा है और एक बंदे के साथ बाइक पर चढ़ के चला गया कौन था वो जल्लाल उस जल्लाल को मैं नहीं छोड़ूंगा मेरी अंजलि को लेगा ये धरती मेरी माँ है मेरी माँ की कसम खा के कहता हूँ मैं उसे मार डालूंगा कौन है मेरे को पता नहीं है मैं उसको पहचानता नहीं लेकिन मैं उसको देखता हूँ शकल मैंने कभी कभी लगता है मैं पहचानता हूँ कौन है यही नहीं अभी और सुनिए हेर्नुहोस् यस्तो छ हालत तलदेखि माथिसम्म पचत्तै धुलोले मेथी बन्न गाह्रो छ छैन निर्वाचन प्रहरी अर्को साल निबन्धियो अर्को साल त नमस्ते मैं बहुत दुखी हूँ जीगू क्योंकि आज से हमारा विदाई होने वाला है तिमीले पायौ पाए के छ यो चस्मा खुवाउन यार के छ अब यो बेरोजगारी भयो त होइन यार 15 दिनपछि मलेसियाको भिसा मलेसियाको भिजा के त कहाँको कतार दुबईको सबै यस्तै छ त दुबईतिर कतार यो सब जय हो जय हो भैया खाली पेट मेरे दिमाग की बत्ती नहीं जलती तुम ही कुछ करो ना अरे ऐसा क्या मोटू समझ का और शुरू हो जाओ ओ मोटू आपको गुरुबा के यहाँ से नाचने के मन कर रहा है
तो फिर नाचो नाचो मोटू पतलू मैं भी साइड में हूँ मुझे भी बुलाओ ना अरे जॉन आप भी आ जाओ आज तो सब नाचेंगे